एभ्रिवान म चाहिँ नि उयो आएको छु कि के भन्छ आज चाहिँ प्रगति बहिनीको फेयरवेल हो नि त अन्त बदाम अचार बनाउनु चाहिँ मेरो जिम्मा होइन अन्त अचार बनाउनुको लागि चाहिँ बदाम चाहिन्छ नि त अन्त त्यो बदाम चाहिँ फर्स्ट स्ट्यान्डमा कहीँ पाउँदैन रहेछ म चाहिँ बस्छु सेकेन्ड स्ट्यान्ड फर्स्ट स्ट्यान्ड सेकेन्ड स्ट्यान्डमा अनि सेकेन्ड स्ट्यान्डमा चाहिँ तपाईँको कहीँ पाउँदैन रहेछ सेकेन्ड स्ट्यान्डबाट हिँड्दै 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 आएर यहाँ फर्स्ट स्ट्यान्डबाट बदाम ल्याइकन म जाँदैछु अन्त मलाई चाहिँ फेरि अचार चाहिँ बदामकै मनपर्छ नि त त्यही भएर बदाम किनेर फर्किँदैछु मेमोरिजको लागि बनाइराख्नु पऱ्यो नि भयो क्लिक गर्यो बिचको होइन पर्दैन लु मैले चाहिँ सौदाहरू गरिसकेँ प्रगति बहिनीको लागि हाम्रो लिङलिङको फेमस दाजु कोइराला दाजुकोबाट ग्रोसरी सपबाट सबै कुराहरू सामान लिइसकेँ लु हुन्छ दाजु गएँ थ्याङ्क यू सो मच हुन्छ तपाईँको पार्टी राम्रो हो हुन्छ थ्याङ्क यू रमाइलो होस् झगडा नहोस् है हुन्छ भाइ थ्याङ्क यू हुन्छ म र सोनम भाइ चाहिँ यहाँ सपिङ गरेर अब प्रगतिको घर जाँदैछु हिँड्दै यहाँ भारी बोकेर भारी कबाडीहरू बोकेर अब के गर्नु हामी त छु यो घरमा चाहिँ प्रगति रेन्टमा बस्छ अब 30 तारिक लास्ट हो प्रगतिको देन सिज गो हामी चाहिँ प्रगतिको रुम आइपुगे अब स्टार्ट गर्छु देखाइन त दिस इज द किचन उसको अब बिचरा ऊ रेन्टमा बस्दैछ त्यो पनि सिफ्ट हुने त्यही भएर चाहिँ यस्तो मेस छ यो ठिकै आइपुग्यो हाई सो ह्यान्डसम देखेछ थ्याङ्क यू हेलो यो क्यामेरालाई कसरी हाई लङ टाइम हाई पुलाउ अनि काँक्राको अचार पनि रेडी गर्न आँटेको छु मासु पाकिसक्यो पुलाउ इन द मेकिङ खोइ त अतिथिहरू आउँदैन सबैजना आइसक्यो यो अतिथि रहेछ अन्त आउँछ होला आउँदै होला अघि आउँदैछु भन्दै थियो उहाँ चाहिँ उयो हुनुहुन्छ वान अफ द जोकनी अब हाम्रो खाना खाने सिस्टम फेयरवेलमा के भन्छ प्रगतिलाई हामीले उयो नगरी बिदाई नदिई हल्ला भएर म बोल्नै पाइनँ हामी चाहिँ खाना खानु थालेको हो सबैले मलाई थ्याङ्क यू भन मैले खाना पकाइदिएँ तिमीहरूलाई अनितालाई पनि थ्याङ्क यू भन अनिता चाहिँ उयो बनाउने लभ यु चाहिँ नभन है सो आज चाहिँ हाम्रो बहिनी होइन अफिसको बहिनी प्रगतिको फेयरवेल भन्दाखेरि चाहिँ ऊ चाहिँ उयो भएर गएको रिटायर भएर गएको होइन फेयरवेल भन्दाखेरि चाहिँ उसले चाहिँ के गरेको एउटा एक्जाम क्र्याक गरेर ऊ चाहिँ अर्को जग्गा जाँदैछ सो हामी अफिसको भाइ बहिनीहरू अब जाँदैछ अर्को जग्गा त्यही भएर सानो एउटा हाम्रो एउटा जेस्चर जस्तै हामीले एउटा गरेको सानो एउटा फेयरवेल दिँदैछौँ सो सबैजना साथीभाइहरू भेट भएको छ तर क्यामेराको अगाडि चाहिँ कोही आउनु मानेको छैन हो यो चाहिँ हाम्रोबाट सबैजनाकोबाट बहिनीलाई गिफ्ट अब ठुलो कुरा त दिनु सकिनँ होइन सानो माया हाम्रो होइन यत्रो महिना यत्रो वर्ष हामीले 1 वर्ष जस्तो हामीले सँगै बितायौँ सँगै गऱ्यौँ अब भोलिपछि पनि हामीलाई याद गर्नु तिमीले नबिर्सिनु तिमीले Congratulations. Best wishes. Congratulations. Video lagi आउनु पर्यो Congratulations Pragati. Congratulations. ओइ अतिथि Thank you so much. फोटो खिच्ने आउनु
हामी चाहिँ पार्टी साटी सकेर यहाँ नाच्दै थिएँ होइन अन्त सबैजना नाचेको थियो खासमा चाहिँ तर मैले ऊ नाचेको मात्रै रेकर्ड गरेँ किनभने ऊ चाहिँ सबभन्दा ग्रुपमा सबभन्दा दामी नाच्छ नि त ऊ चाहिँ अब कोरियोग्राफर पनि हो होइन तर उसले चाहिँ मेरो नाचेको भिडियो चाहिँ ट्याक्कै नहाल मैले तिम्रो फन्डको लागि मात्रै तिमीलाई रेकर्ड गर्नु दिएको नि भन्दै थियो होइन तर मलाई नहाली चित्तै बुझेन किनभने कस्तो दामी चाहिँ नाच्छ होइन अन्त भोलिपछि अब मेमोरिज पनि हुन्छ नि त हाम्रो अतिथि के भन्छ प्रगतिको फेयरवेलमा आमोस नाचेको थियो भन्ने एउटा मेमोरिज पनि हुन्छ भनेर चाहिँ मैले यो हालिदिएको सरी आमोस चलो everyone come त्यसरी बनाउँदैन ओइ मलाई पठाइ यो चाहिँ